फेरि पनि नमस्कार सबैजनालाई। आज म एसी ट्रेनिङ कोर्स पार्ट 6 भाग लिएर आइसकेको छु। पार्ट 5 मा मैले रेफ्रिजरेसन साइकलमा 4 वटा पार्ट्स युज गरेको हुन्छ भनेर एक्सप्लेन गरेको थिएँ। कम्प्रेसर, कन्डेन्सर, एक्सपेन्सन बल्ब र इभापोरेटर र यसको काम छोटकरीमा पनि मैले एक्सप्लेन गरेको थिएँ। आज म यो भिडियोमा रेफ्रिजरेसन साइकलको बारेमा कम्प्लिट रूपमा एक्सप्लेन गर्न गइरहेको छु। एउटा कुरा ध्यान दिनुपर्ने, यो रेफ्रिजरेसन साइकलमा हामीले ग्यास युज गरेको हुन्छ र त्यो ग्यास यो साइकल कम्प्लिट गर्नको लागि आफ्नो स्टेट, आफ्नो सक्कल, आफ्नो रूप भन्नुहोस् दुईचोटि चेन्ज गरेको हुन्छ। त्यो के हो भन्दाखेरि यहाँ यसरी मैले थोप्ला थोप्ला दिइरहेको छु। यो तपाईँको ग्यास सम्झिनुहोस्। यहाँ मैले डार्कले मेन्सन गरिरहेको छु, यो तपाईँको लिक्विड भयो। यहाँ पनि मैले डार्कले मेन्सन गरिरहेको छु, यो पनि लिक्विड भयो। अनि फेरि यहाँ मैले डट 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 दिइरहेको छु, यो तपाईँको ग्यास भयो। यसरी ग्यासले आफ्नो स्टेटलाई दुईचोटि चेन्ज गरेको हुन्छ। ग्यास, ग्यासबाट लिक्विड, लिक्विड फेरि ग्यास, राइट। लेट्स हामी स्टार्ट गरौँ रेफ्रिजरेसन साइकलको बारेमा। जस्तै तपाईँको यो एउटा के हो, कम्प्रेसर, यो के हो एउटा तपाईँको कन्डेन्सर कोइल, यो के हो तपाईँको एक्सपेन्सन बल्ब, यो के हो तपाईँको इभापोरेटर कोइल। यसरी यो इभापोरेटर कोइलबाट लो प्रेसर सुपर हिट भ्यापर कहाँ आउँछ, कम्प्रेसरमा आउँछ। कम्प्रेसरमा यो लो प्रेसर सुपर हिट भ्यापर आइसकेपछि कम्प्रेसरले त्यो ग्यासलाई कम्प्रेस गरिदिन्छ। कम्प्रेस गरिसकेपछि यसबाट तपाईँको डिस्चार्ज लाइनबाट तपाईँको हाई प्रेसर हाई टेम्परेचर ग्यास निस्किन्छ र यो कहाँ जान्छ, तपाईँको कन्डेन्सर कोइलमा जान्छ। यसरी यो कम्प्रेसरबाट हाई प्रेसर हाई टेम्परेचर ग्यास यसरी यो कन्डेन्सर कोइलमा आइसकेपछि यो कन्डेन्सर कोइलले के गर्छ त, यसको दुईवटा फङ्सन हुन्छ। यो भन्दा अगाडिको भिडियोमा मैले तपाईहरुलाई एक्सप्लेन गरेको थिएँ। एकमा यसले यसको गर्मीलाई निकाल्दिन्छ, दुई नम्बरमा यसमा भएको भ्यापरलाई अथवा यसमा भएको ग्यासलाई यसले लिक्विड फर्ममा चेन्ज गरिदिन्छ। यो कसरी हुन्छ भन्दाखेरि इक्जाम्पलको लागि जसरी हामीले पानीलाई हिट दिएपछि के बन्छ, त्यो बोइलिङ स्टार्ट हुन्छ। अझै धेरै हिट दिएपछि के हुन्छ, त्यो भाप बन्छ। फेरि त्यो भापलाई हामीले चिसो बनाएपछि के हुन्छ, त्यो फेरि पानी बन्छ। यसरी यो कन्डेन्सर कोइलमा हाई प्रेसर हाई टेम्परेचर ग्यास हुन्छ। यो भनेको धेरै तातो ग्यास हो र यो तातो ग्यासलाई हामीले चिसो बनाएपछि लिक्विडमा चेन्ज हुन्छ। यसरी यो कम्प्रेसरबाट हाई प्रेसर हाई टेम्परेचर ग्यास कन्डेन्सर कोइलमा आइसकेपछि यो कन्डेन्सर कोइलले के गर्छ भन्दाखेरि हाई प्रेसर हाई टेम्परेचर ग्यासलाई हाई प्रेसर हाई टेम्परेचर लिक्विडमा चेन्ज गरिदिन्छ। त्यसपछि यो कहाँ जान्छ, एक्सपेन्सन बल्बमा। एक्सपेन्सन बल्बको काम के हो भन्दाखेरि प्रेसरलाई ड्रप गरिदिने र त्यसपछि हाई प्रेसर हाई टेम्परेचर लिक्विडलाई लो प्रेसर लो टेम्परेचरमा चेन्ज गर्ने। यसरी यो कन्डेन्सर कोइलबाट हाई प्रेसर हाई टेम्परेचर ग्यास एक्सपेन्सन बल्बमा आइसकेपछि यो एक्सपेन्सन बल्बले के गर्छ भन्दाखेरि हाई प्रेसर हाई टेम्परेचर लिक्विडलाई लो प्रेसर लो टेम्परेचर लिक्विडमा चेन्ज गरिदिन्छ। लो प्रेसर लो टेम्परेचर भनेको त्यसको प्रेसर पनि कम हुन्छ, टेम्परेचर पनि कम हुन्छ। भन्न खोजेको टेम्परेचर चिसो हुन्छ। यसरी यो एक्सपेन्सन बल्बबाट लो प्रेसर लो टेम्परेचर लिक्विड तपाईको कहाँ आउँछ, इभापोरेटर कोइलमा आउँछ। इभापोरेटर कोइलको दुईवटा फङ्सन हुन्छ। एक, तपाईको रुमको टेम्परेचरलाई अब्जर्भ गर्ने, दुई, तपाईको यसमा भएको लिक्विडलाई कम्प्लिटली रूपमा सुपर हिट भ्यापरमा चेन्ज गर्ने। यो कसरी हुन्छ भन्दाखेरि यो इभापोरेटर कोइलको टेम्परेचर लो हुन्छ। टेम्परेचर लो भनेको चिसो हो। यो रुमको टेम्परेचर भन्दा धेरै चिसो हुन्छ र रुमको टेम्परेचर तपाईको हाई हुन्छ, गर्मी हुन्छ। यसरी रुमको हाई टेम्परेचर यो इभापोरेटर कोइलमा आइसकेपछि यो इभापोरेटर कोइल भित्र भएको लिक्विड तपाईको बोइलिङ स्टार्ट हुन्छ। बोइलिङ भएपछि के हुन्छ, फेरि यो सुपर हिट भ्यापरमा चेन्ज हुन्छ र यो सुपर हिट भ्यापर कहाँ आउँछ, फेरि यो कम्प्रेसरमा आउँछ। यसरी यो साइकल कम्प्लिट हुन्छ। आशा छ यो भिडियो सायद तपाईहरुलाई पक्कै पनि मन पर्यो होला। मन पर्यो भने लाइक गरिदिनु होला। यदि तपाईँ मेरो युट्युब च्यानल ई स्किल्स इम्पायर अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गरिदिनु होला। यस्तै किसिमका टेक्निकल भिडियोहरू नछुटोस् भन्नको लागि तपाईँ बेल आइकनलाई पनि क्लिक गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।